हेलो गाइज, वेलकम ब्याक टु अनदर न्यू ब्लग। आज हामी चाहिँ रानी झरना जाँदैछौँ। के अरे दोबानमा अवस्थित रहेको रानी झरनामा। अब त्यहाँ के हुन्छ हेर्दै गर्नु होला। अब यहाँबाट हामी चाहिँ फाइनली निस्किसक्यौँ गाइज। सेफ राइट ल सेफ राइट, ल हामीसँग आउनु होला। ल स्टार चलाउनु, मेरो त बिहा भएन। अनि मेरो भएको छ भने कस्तो हुन्छ? झन् त एउटै हुनुहुन्छ, म त 4 जना छु। हो 4 जना छु। केटाहरू आउँदैछ हेर्न सक्नुहुन्छ है। अनि काले सोल्टी कस्तो रे? कस्तो कस्तो रे थाहा र? पानी पटै लिने सब भयो जतिका पनौतीहरू हैन पटै लिने केही पनि समेटेर गरम गुरुम पारेर मैले त भिडियो हालिदिन्छु के अरे। काले सोल्टीलाई ट्याग गरी हालिदिन्छु। म काले सोल्टीलाई भनेको हैन फेरि। काले सोल्टीलाई भनेको हैन। छन् 1-2 जना मान्छेहरू काले सोल्टी हुन सक्छन्। फेरि काले सोल्टीले डाइरेक्टली भनेको चाहिँ हैन डाइरेक्टली तिमीलाई हेर काले सोल्टी। यहाँ काले सोल्टीलाई भन्ने हैन, खासमा के कुरा भन्दा नि बताइ मेरो हालत हेरौँ नि एकचोटी। बुझ्यो सर? सर्वसमा नचार राखेको दिनभरि नचार राखेको बाँदर भन्दै बस्छ। माथि गर्न जानु आएको छ, त्यहाँ के हुन्छ हेर्दै गर्नु होला। ओ केटाहरू पारा छुट्टै हुन्छ फेरि होइन मिचु? चाहिँ सिद्ध बाबा आइसक्यो फाइनली गाइजहरू। कस्तो धुलो उडेको ल सिद्ध बाबा खिच्ने। कस्तो धुलो उडेको है। तर यो बाटो त लास्टै खतम त खतरा डेन्जर हो नि हामी त्यो बर्खामा त बार्खामा त एक आइन्न मन लाग्छ होला। अनि माथिबाट म कतिखेर ओहो अहिले किनाउँदा पुरै कालो त कालो छ यार। त्यही लगभग सिद्ध बाबा ठुलो सिद्ध बाबा पुग्न लागिसक्यौँ। हाम्रो केटाहरू अगाडि छन्, हामी म चाहिँ पछाडि छु होइन। हजुरको नि शनिबार छुट्टी हुन्छ है के अरे? बन्दै गर्नुहुन्छ है? ओके मुख यति छाड्छन् नि। अनि यार मलाई त्यो भन्दाले अब मलाई त्यो भन्दा म अर्कै मान्छे हो। हजुर म त छुट्टिएजो मान्छे हो। म खासै म नि हेर्दैन थिएँ। आज यसो झ्याउलाएर यसो भिडियो नि म हुन्छ भनेर म नि यहाँ जान लागेँ। म त अहिलेसम्म विशालको पसलमा 5 घन्टा बस्दैन त, आज 4 घन्टा बस्यो हो त्यो नभएर बसिरहेको भन्ने कुरो भयो। उता बिजार मिजु पनि म हजुर आउँदिनु भएर है। कस्तो भिड हो। ल हामी सिद्ध बाबा सोरुमभित्र फेरि बाइकहरू चल्न दिन्न रहेछ नि माछाला। अहिले त कहाँ दिन्छ? भयो नि चल्न दिन्न रहेछ के। दिन्न गाडी र ठुल्ठुलो गाडी र बसमा के अरे कारहरू हो अरे, त्यही नि पैसा तिरेर अरे माछ। त्यो 70 रुपियाँ। ल 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 तेरी अगाडिको बाटो हेर्न सक्नुहुन्छ। सिद्ध बाबा र पाल्पा जोड्ने बाटो यस्तो छ हालत। पुरै फुटबल भन्दा बढी उफ्रिन्छ बाइक त के हो र यस्तो। खै होइन नि, यता नेपालगञ्ज रोड हुँदै हो बा। उता हाम्रोतिर त सही छ बाटो त। गोरुसिङीसम्म खत्तम रहेछ बाटो फेरि। झन् खत्तम भएर यो पहिला भन्दा यार यो बाटो त है। बाटोको हालत यस्तो छ। दोकान आइपुगिसक्यौँ गाइज। त्यसपछि दोकानबाट कता हो? यहाँ दोकानमा चेकिङ हुनसक्छ फेरि।
दोकानमा चेकिङ मामा त बसेर खाएको अरे तर बाइकरलाई गर्दैन होला ल हामी दोकान पट्टो फाइनल्ली रानी झर्ना जान लाग्यो अब रानी झर्ना अलि टाइम लाग्छ त्यही गर्नु होला